हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई ब्लग र ह्याप्पी दसैँ सबैजनालाई। आज चाहिँ हामी पनि दसैँ मनाउँदैछौँ अनि यहाँ हाम्रो सेटअप रेडी भइसकेको छ। प्रेजेन्ट दसैँको लागि यहाँ प्रिपरेसन भइसकेको छ, पूजापाठ पनि भइसकेको छ र तपाईहरु पनि दसैँ मनाउँदै हुनुहुन्छ होला र कतिजनालाई चाहिँ दसैँ मनाउन नपाइरहेको अवस्था होला, सिचुएसन जस्तै होला। तर केही पनि छैन, यो वर्ष नभए पनि अर्को वर्ष पक्कै हुनेछ। त्यही भएर सबैजना राम्ररी बस्नु होला है। ल अब हाम्रो चाहिँ यहाँ सुरु हुन्छ टिका लगाउने कार्यक्रम, अनि के कस्तो हुन्छ हेर्दै गरौँ है त। ल हामी चाहिँ यो यसपालि चाहिँ व्हाइट सेतो टिका प्रिफर गरेछौँ र पूजापाठ माथिबाट भइसकेको छ, जमराको पूजा। अनि सबै लगाइदिने हो कि फेरि यहाँ पोल छ नि त, ना ऊ त जानु ल, सेल पनि रेडी छ सबै। ल ल ल ल ल भयो, ल उता राख। अब आफूले जानेको, देखेको, बुझेको अनुभव अनुसार लगाइदिने हो। अब नेपालमा भएको भए छुट्टै हुन्थ्यो, बुवा मम्मी सबैजना परिवारसँग बसेर लगाइन्थ्यो। अब विदेशको दसैँ र बाबुको पहिलो दसैँमा चाहिँ अब हामीले आफ्नो हिसाबले ट्राई गरेर अब दसैँ मनाउने प्रयास गरेका छौँ। अब ठिकै छ। अब तिमीले मलाई लगाइदेऊ न, म तिमीलाई लगाइदिन्छु एकैचोटि। ल दसैँको टिका, ल दसैँको टिका सधैँ राम्रो राम्रो होस्। ल ल भयो। ल तिमीलाई पनि ल अलिकति मिलाउनु पर्ने रहेछ, बाबुलाई लगाइदिन्छु। ल यसले अलिक डिस्टर्ब गरेर ल भाग्यमानी छोरोको टन। अब बान्जुरेको टन ए कपालमा लागेछ। न्यापकिनहरू पनि रेडी गर्नुपर्ने होइन, अलिकति त लाउनु पऱ्यो नि त, अलिकति लगाएर नमानेको हेर न, अलिकति लाउनु पऱ्यो नि त बेबी। नो 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 दसैँको टिका मामाले हेर त, मामाले कि मामाले पनि टुक 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 ल ल ल ल ओपा भयो 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 भयो। मामाले नै लगाइदिन्छु के। ल सधैँ सुखी हुनु, खुसी हुनु, ठुलो मान्छे हुनु, ज्ञानी ज्ञानी बच्चा हुनु है। ल बाय 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 बाय। ल बाय ल ल मम्मा पनि हात पुसी हुन्छ। ल ल बाय 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 है। अलिकति आँखाको मिलाइदिनु, आँखाको म मिलाउँछु है। यता हेर, अलिकति मिलाउनु पऱ्यो ल। नाकमा लागेछ क्या। ल बाय। ल जमाना लाउँ न, जमाना पैसा अलिकति लगाऊ दाहिने कि देख्यो ल ल मेरो छोरालाई ल आपाले 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 जमाना जमाना भयो भयो बेबीलाई भयो 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 आपाले ल थ्याङ्क यू आपा भन। थ्याङ्क यू
जी गर जी बाकी मानी गर्छ बाय 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 अनि जमाएर लगाइदिन्छु यहीबाट मम्मालाई पनि ल छोरा पनि ल मम्मालाई बाय बाय फिनिश फ्याडी सक्यो छोरा मम्मा जमाएर लगाउँछु ल यस्तो भइरहेछ हाम्रो चाहिँ बच्चाले गरेर ब्रिजेन वाउ 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 ह्यापी दसैँ ब्रिजेन यो दसैँको चाहिँ अब हाम्रो चाहिँ अब ब्रिजेनको पहिलो दसैँ भएको भएर टिका चाहिँ अब आफूले जानेको देखेको हेरेको अनुसारले लगाइदिएका छौँ तपाईँहरू पनि आफ्नो साइडबाट जहाँ हुनुहुन्छ दसैँ राम्ररी मान्नु होला एकदम सभ्य तरिकाले त्यही हो अब आज चाहिँ हाम्रो टिका लाउने कार्यक्रम छ हाम्रो एकजना चिन्ने दाइकोमा इन्भाइट छौँ हामी अनि त्यही भएर अब त्यहाँ जानुपर्ने छ अनि त्यसपछि नेक्स्ट अर्को ठाउँ पनि जानुपर्ने छ यहाँ ब्रिजेन चाहिँ एक्साइटेड भएर हेर्दैछ हेलो भन्यो हेलो ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ उसलाई चाहिँ एकदमै नौलो लागिरहेछ आज यो दसैँको टिका लाएर यताउति गरेर त्यही हो अब खासै स्पेसल केही पनि छैन अब यो हाम्रो गर्नुपर्ने भएको भएर अब पहिला म अब आउँदाखेरि त खासै त्यस्तो दसैँ कसरी मनाउने यताउति आइडिया थिएन अब अहिले चाहिँ बिस्तारै समय बित्दै जाँदाखेरि चाहिँ आफ्नो पालो आउँदा चाहिँ आफूले सिकेर देखेको अनुसार अब सानोमा बुवा मम्मीहरूले लगाइदिनु भएको हिसाबले त्यही अनुसार सिकेर लगाइदिने रहेछ होइन मेन भनेको यो दसैँले चाहिँ सबैजनालाई खुसी राम्रो दुर्गा भवानीले रक्षा गरून् सबैको राम्रो मङ्गलमय कामना छ मेरोबाट मेरो परिवारबाट त्यही हो अब हेरौँ है त हामी अब यहाँबाट निस्किनु पर्ने छ त्यसपछि अनि आधी ब्लग फेरि त्यहाँबाट स्टार्ट हुन्छ कन्टिन्यू गर्छु अब गरिहालेन भने पनि त्यहाँबाट अनि म के हुन्छ देखाउँछु नि है त यो ब्लगमा हस् थ्याङ्क यू हामी चाहिँ अब दाइको घरमा टिका लाउनु जाँदैछौँ होइन धेरै टाढा त होइन नजिकै हो अनि त्यसपछि त्यहाँ गएर अनि सबैजनालाई भेट्नेछौँ त्यहाँ दिदीहरू पनि आइसक्नु भएको छ अनि रमाइलो गर्नेछौँ रमाइलो भइरहेको छ हो र हेर न कति बाबुको रहेछ मेरो चाहिँ रहेछ ल निनी आउँदैन दाइ नमस्ते दाइ ह्याप्पी दसैँ दाइ हजुर नमस्ते नमस्ते ह्याप्पी दसैँ हामी त ढिलो भयो नमस्ते नमस्ते दिदी आराम हुन्छ हस् त आज बिजल छुट्टी हैन छुट्टी हो त ए तास लिएर आउनु पर्छ नि तास त म खेल्दिनँ नि त तास खेल्दैन त्यो त लास्ट टाइम खेल्थ्यो बिङदार भन्दै गरिदेऊ न त अब हाम्रो चाहिँ यहाँ दसैँ स्टार्ट हुँदैछ सबै चिज रेडी भएछ ऊ ब्रिजनले त पानी पकाउला नि दाइ फेरि झ्याम्मै भिजाउँछ नि फेरि ल खाऊ मसँग यहाँ खानेकुरा सबै रेडी भइसक्यो बाबा तिमी अब सक्दैन थोरै खाने भयो लाग्छ मलाई फेरि
आज त हाई भनिदेऊ ल यता क्यामेरामा हाई भिडियोमा क्यामेरा भने त अङ्कलको क्यामेरा थियो या रिजन म खुवाइदिन्छु तिमीलाई म खुवाइदिन्छु न तिमी सक्दैन मलाई थाहा छ नि के बेबी थ्याङ्क यू तिमी नखाने किन खाऊ न ए यहाँ आएर के हो यो आस्था क्यामेरा र क्यामेरा हो स्क्रिन आएन हाम्रो चाहिँ अब स्टार्ट हुँदैछ खानपिन गर्ने यताउति गर्ने हजुर ओपन गर्ने र होइन यो त हुक गर्ने मात्र हो यो त हुक गर्ने मात्र हो नि Wow, I can just do this. Wow. Yeah. Don't face reveal me. Okay. Don't face reveal me. Don't face reveal me. Vision, no, did not how children. Don't you dare face reveal me. Please. Right. I want to take a picture of you guys. Wait, you can take a picture. Finally. Vision. तिमी त धेरै खाएन बेबी हो धेरै नखाऊ न चिल्लो हुन्छ क्या त फेरि मलाई पेट दुख्ला भनेर फेरि बिजन हात पुस्नु म कोक मात्र खाएर फेरि अहिले म त्यसले खाइसकेर तिमीले मलाई दिन्छ हाम्रो दिदी यहाँ टिकटक चलिरहेछ नगएर तिमीले पुछ्यौ ल पुछ त्यो चाहिँ किन मलाई हो छोरा थ्याङ्क यू नेवारी सेटको जस्तै पुरै 12 थरी नै बनाउन थाल्नु भएको मैले अब त्यो थाहै भएन उ बाहिर राखेको छ अब के हो भिजन पनि रेडी भयो है अब सुरु गरौँ तिमी हामी कोक त खाने होइन नि बेबी ल जाऊ सीमा दिदीको इन्ट्री भइसकेको छ नमस्ते ह्यापी दसैँ ल फर्स्ट बाइट खाएला त्यस्तो कसले भन्छ ती
तँलाई त्यो ग्लास किन कुचेको भिडियोको काम त खासमा बिजे हो सबै कुरा मै गरौँ भिडियोको लागि हामी फेरि अहिले चाहिँ घरमा आइसकेको छौँ यता बाबुलाई चाहिँ अलिकति सुताउनु पर्ने भएको भएर अब चाहिँ हामी माथि जाँदैछौँ माथि चाहिँ हाम्रो दाइहरू आइसक्नु भएको छ अनि माथि बुवा मम्मी हुनुहुन्छ अनि माथि हामी टिका लाउनेछौँ अनि त्यहाँबाट फेरि हामी बेलुका फेरि दाइको घर नै जानेछौँ है अघि आएको ठाउँमा अनि हेरौँ रमाइलो भइरहेको छ दसैँ आशा छ तपाईँहरूले रमाइलो गर्दै हुनुहुन्छ होला अब चाहिँ गएर अनि टिका सिका लाउने रमाइलो गर्नेछौँ है त भयो चल बुझ्छ लेट्स गो यता यता रुक रुक लेना One, two, three, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15. यतापट्टि होला नि ठिकै होला नि त्यहाँ दाइ नमस्ते नमस्ते दाइ नमस्ते नमस्ते ब्रदर ठ्याक्कै आइपुग्नु नमस्ते ह्याप्पी दसैँ है दाइ ह्याप्पी दसैँ खै त बहिनी आउँदै हुन्छ नमस्ते ह्याप्पी दसैँ आऊ ल ए बोक्नुहुन्छ यहाँ हेलो ह्याप्पी दसैँ ¿Cómo estás? नमस्ते नमस्ते दाइ नमस्ते नमस्ते ह्याप्पी दसैँ नमस्ते भाउजू नमस्ते ह्याप्पी दसैँ ल ह्याप्पी दसैँ इभान नायु ह्याप्पी दसैँ नमस्ते दर्शन नामी ह्याप्पी दसैँ माथि जुत्ता खोल्छ एंटी लाइट আছে
बनाउँछु हजुर बाई बाई Reason, juta kuning betul dah. किरी छ बेबी किरी खान्छ नि त फेरि गरिसक्यो अडिसक्यो गर्छ मैले बिजिन के बोकेको है सस्तो छ त मस्तो छ चिताको आटेको समयको कुरा हो डबल टप चप्पल लिएर आएछ डरायो क्या बिजिन जान जान ल सबैजनालाई सिध्याउनु भएपछि हाम्रो एउटा के भन्छ ल पाली पाली ल जान जान
यहाँ हुँदैछ त भिडियो रोका म क्लोज गर्छु स्टप भएर बस्नुपर्छ आउँदैन के हर्लिन्छ यस्तो अब तिम्रो पालो त सन्तोषको खिचिसकेको मान्छे भन्ने होइन 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 ठिकै छ बस्नु न आनन्दले नानीलाई गाह्रो हुन्छ बस्नु न दसैँ त अधुरो हुन्छ नि टिका बिना त सन्तोष ठीक छ नि कति रमाइलो भयो सन्तोष ठीक छ नि ल ल लगाउनु पर्यो नि बायो 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 ब्रिजेललाई हेराइदियो ऊ पछाडिको मलाई नि दिने पर्यो पर्यो निरोगी हुनु मनले चिताएको सबै पुग्नु राम्रो चिताउनु बुढाबुढी यस्तो राम्रो बाहिर आउनु यस्तो बेलामा इसारा झ्यापै बुझिहाल्नु बाँकी मानिनु हुँदैन बाँकी मात्रै
नबुझे त्यही चिमार्टी बानी गर्ने भनेपछि त सबै थाहा भयो चिमार्टी ज्ञान गर्नुपर्छ बुझी खोइ त अनि यहाँ हेरौँ न चारैजनाले हेरौँ न यता हेरौँ टप म बस्छु छुन्छु तिमी फुल सपोर्ट देऊ न एकदम फुल सपोर्ट छ तिमी नडराउ मेरो सन्तोष भाइलाई अब हैन सधैँ ज्ञानी भाइ सब के भन्नै पर्दैन ज्ञानी चाहिँ सन्तोष जस्तो घिउ मान्छे त विवेकले भन्नुहुन्छ क्या सन्तोष जस्तो घिउ मान्छे छैन रे अल्फेरामा सधैँ यस्तै हुनु मैले आँटेको ताकेको सधैँ आल्तेछ माथि काम भनौँ तिमीले अरू के गर्नु पर्दैन यो काम गर्दा बुढी खुसी हुन्छै हुँदैन जिन्दगी सफल हुन्छ ह्यापी वाइफ ह्यापी लाइफ भन्ने मूल मन्त्रलाई आफ्नो मनमा धारण गर्नु सबैले होइ फेरि यो कोटे सफल भयो जस्तै विवाह जिन्दगी पनि सफल होस् तिनीहरूको पनि टिका लगाउँदा श्रीषालाई व्हाइट स्कर्ट मिलेको हो अनि टिका लगाइदिएको नछोस् गाई नहोस् र हेप्पी लगाएको के घरमा त अहिले भनौँ है कहाँ उसले सारी लाटी हेर्नु राम्रो हुन्थ्यो नि है सबै झमाने के केले दिस्ने रे टिका लाउँदा त्यही भएर रुने जाने छ
लगाउँदैछ पकाए एकछिन यसमा पज नहुँदो रहेछ होइन के भनिन्छ नि ए बन्टी मन्त्र बजारी पढिरहेको छ है एउटा सोचेको चिताएको सबै पुरा होस् सबै राम्रो चाहिँ सबै पुरा होस् उन्नति प्रगति देख्न पाइयोस् खुसी देख्न पाइयोस् रोग नलागोस् अर्को वर्ष टिका लाउँदा 4 जना तिमीलाई पनि त्यही हो माया त छ अझै गर्नु अझै माया त छ अझै अरूलाई सिकाउनु हाँसो अलिक बुढोलाई बिचको एउटा स्किप भयो सधैँ के अरे सबै चिताएको सबै कुरा हुनु निरोगी हुनु अझै भाग्यमानी हुनु बुढाबुढीको राम्रो छ अझै राम्रो होस् अझै सन्तानले डाँडा गाडा भएको पनि भन्छ नि त पहिला त्यहाँबाट सङ दियो क्या खोल्छीमा मम्मीले जाने रहेछ मम्मीले पकेट भएको प्यान्ट लगाइदिएछ बुढा हामी सिक्न पर्यो यो चाहिँ अन्त हो त खाम न आफ्नो बाडी हिजो भर्खर रिहर्सल गरे ल यहाँनिर तिमीले लगाइदियो म यहाँ बसेर दिन्छु आशिष त कसरी दिएको छैन विजय दशमीको दिनमा विजय भाइलाई सधैँ विजय होस् भन्दै आशिष दिन चाहन्छु विजय होस् बुढी बाहेक सबैसँग विजय होस् त्यही छ मेरो अरू त सबै पर्फेक्ट छ एकजनासित त हार्नु नि पर्यो नि बुढी खुस बुढी खुस ह्याप्पी दसैँ सबैजनालाई हाम्रो सानो फ्यामिलीको तर्फबाट हामीले त टिका लगाइसके यसपालि टिका लाउन नपाउने हाम्रो सम्पूर्णहरूलाई पनि अग्लो साल चाहिँ फेरि लाइन्छ होइन त्यस्तो टेन्सन गर्नु पर्दैन त्यही भन्दैमा हाम्रो चाहिँ ब्रिजेनको पनि योचोटिको पहिलो दसैँ र पहिलो टिका ह्याप्पी दसैँ भन्छ ह्याप्पी दसैँ भन्नुहुन्छ ल है त सबैजनालाई यहाँबाट हामी चाहिँ अब बाई गर्छौँ अनि यहाँबाट ह्याप्पी दसैँ सबैजनालाई अनि पछि फेरि अर्को ब्लगमा भेट्नेछौँ है त